चाहिँ ड्रइङ हेर्दै होइन कहाँ कटिङ छ के छ होइन के भयो निन्द्रा लाग्यो गाह्रो छ है परदेशमा हजुर केही भनिदेऊ न ज्वरो आएर रातभर सुत्यो छैन त्यही पनि ड्युटी आइरहेको छ है गाह्रो छ परदेशमा है आएन भने परदेश आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले एक दुई शब्द नआउनु होला दुबई कतार साउदीतिर नआउनु जिन्दगी जान्छ काम छैन समय मात्रै जान्छ सेलेरी 500 आउँछ फाइदै छ गाह्रो छ है कटिङ भएर आउँछ है 6 महिना कटिङ भएर आउँछ सेलेरी होइन पुरा हुँदैन दिन रात ड्युटी हुन्छ पैसा भन्ने 1300 भन्दा माथि आउँदैन तल आउन सक्छ चान्सेस छ बढी चाहिँ आउन सक्दैन है गाह्रो छ है हाम्रो केटाहरूले गरिरहेको छ होइन हामी चाहिँ यता बसिरहेको छु ड्रइङ हेर्दैछु कतातिर हो होइन हिजो अर्को भिडियोमा मैले बनाएको छु इन्जिनियरसँगै थियो अनि दाइ पनि थियो गाह्रो छ परदेश यत्तिकै परदेश भन्दैन नि साथी हो तर परदेश आउनै नै पर्छ बाध्यताले हो म मान्छु होइन तर अलिक हाम्रो पैसा लगाएर होइन युरोप कन्ट्री छिर्नु होइन यहाँ दुबई साउदी छिरेर फाइदा छैन बरु ऋणै बोक्नु 10 लाख 15 लाखको ऋणै बोक्नु तर युरोप कन्ट्री छिर्नु क्या अहिले युरोप कन्ट्रीको लागि धेरै उ छ क्या फेसिलिटीहरू दिएको छ भ्याक्सिनहरू खोलेको छ कन्टेन्टहरू छ राम्रोसँग बुझेर राम्रो कन्टेन्टलाई दिने हो होइन तर यो दुबई साउदी अरेबिया देशहरू छिर्न आउने गाह्रो छ खाडी मुखतिर यस्तो हुँदो रहेछ क्या अनि सेफ्टीको नाममा मलाई चोट लागेर होइन गाह्रो छ है मैले चाहिँ अब मार्क्सिङ टेप लगाएको छु दाइ चाहिँ अब गाह्रो छ निन्द्राइमा छ होइन राति ड्युटी थियो होइन फेरि ड्युटी आएको छ के गर्नु बाध्यता हो होइन परदेश आएको लगभग 7 महिना भइसकेछ दाइको अहिलेसम्म सेलेरी काटी आइरहेछ अब राई दाई हुसेन दाई अनि यो टङ्का दाई म चाहिँ अब के भन्नु मेरो नाम त टिकटकमै छ होला होइन गाह्रो छ कहिलेकाहीँ यस्तै हो दुःख पीडा सेयर गर्नुपर्छ है अब हामी त ड्रइङ हेर्दै बस्यो उता साइडतिर हजुर पारा त यस्तै हो बेला बेलामा सकिहाल्छ क्या अब यहाँ हेर्नु न सेफ्टीको नाममा मार्क्सिङ टेप लगाएर बसिछु भयो चोट लागेछ भनेको उसमा सेफ्टीलाई भनेको भन्छ छैन गाह्रो छ एउटा भित्र सानो टेप लगाएको छ 1 रुपियाँ 2 रुपियाँमा पाउँछ नि हाम्रो नेपालतिर घाउ टेप त्यो टालेको छु अनि बाहिरबाट यति मात्र भएको थियो अनि 1 इन्ची लास्टमा मैले मार्क्सिङ टेप यो गरिदिएको फोहोर नजाओस् भनेर कचरा नआओस् भनेर उसमा आफूले पनि सेफ्टी राख्नु पर्यो नि हजुर अब के भन्नु गाह्रो छ परदेशमा